Hello and namaste everyone. Welcome back to the another episode of Grace Auto Sale. अनि आज हाम्रो भिआर पनि सोल्ड आउट भइसकेको छ है। हामीले दम मिलाएर डट हेलमेट प्लस किरिङ पनि दिएछौँ है। अनि कस्टमर चाहिँ एकदम सेटिस्फाई हुनुहुन्छ। आज चाहिँ वेदर चाहिँ एकदम राम्रो छ पोखराको। हिजो अस्ति चाहिँ पानी पर्यो, आज चाहिँ क्लियर छ है। अनि अब चाहिँ हामी यता स्क्रैपेजतिर जाँदैछौँ। त्यहाँ चाहिँ एउटा RX काटेर राख्नु पर्यो रहेछ, अनि त्यसको पार्ट्स मात्रै लिन भने हामी हेर्न जाँदैछौँ। सक यहाँ रहेछ, इन्जिन यहाँ रहेछ। यो RX को सबै काट्दैसक्नु भएको? यो बेच्ने हो कि होइन? यो सबै सामानहरू योहरू नि हुन्थ्यो यार, क्यारियरहरू। अनि हाम्रो यहाँ एक्सल रेडी भएको छ है। सक चाहिँ हरि फेल्छ कि यसको है। त्यो अफ रोडमा झन् कस्तो मजा आउँछ होला है। आज चाहिँ हिमाल चाहिँ हरिले चाहिँ पोखराको हिजो पानी परेपछि अब ले जाने मनले पनि किन अड्किने हैन। 2000 को पुरै छैन। क्लच प्लेट फेरेको, केम चेन फेरेको, के रे मिटर यो काम गरे थियो, मिटर तारहरु सबै जान्थ्यो, त्यो सबै हालेको। टायर हेर्नु न, गाडी पछाडिमा पुरानै जोगाड गरेर राखेको, नयाँ त हाले छैन, थिएको टायर बिएसमा। अनि फाइनली हामीले यो बाइक पनि किनिसक्यौँ है। अनि अघि भर्खरै हेरेको थियो बाइक चाहिँ त्यहाँ शिवालय चोकमा। अनि कुरा ट्याक्टिक मिलाएर अनि बाइक यता पास पनि गरिसक्यो है। अनि ल्याएर चाहिँ यो यता यो लेगगार्ड योहरू पनि निकालिसक्यो है। अब यसलाई हल्का यताउति सर्भिसिङहरू गर्न छ। अहिले चाहिँ हामी यहाँ प्लास्टिक वेल्डिङ गर्न आएको छौँ है। मिठो देखेको यार पछाडिबाट यार। लोकेसन चाहिँ ठ्याक्क यहाँ थियौँ महेन्द्र स्कुलको यतापट्टि। अब चाहिँ हामीले यो बाइकलाई पेन्ट हान्न लाग्छौँ है, पार्ट्सहरू निकालेर। अब चाहिँ हामी RX लिन जाँदैछौँ है उता कबाडीतिर। अनि पोखरामा चाहिँ अहिले लास्टै गर्मी बढेछ है, अस्ति पानी परेबाट। अनि RX को डिमान्ड चाहिँ अति नै बढेछ है अहिले झन् है, पहिला भन्दा नि लास्टै बढेछ। बाइकको सामानहरू चाहिँ यस्तो छ है, गाडीमा हाल्नु लागेको। बाइक चाहिँ हामीले यता भित्र हालिसकेको छौँ। यहाँबाट निस्किन लाग्यो हामी। अब चाहिँ सामान यता भित्र हाल्न लाग्यो है। सामानहरू चाहिँ सबै लिएर आइसक्यौँ नि हामीले। अनि फाइनली आज यो बाइक पनि बिक्री हुन लाग्छ है। उता काठमाडौँको एउटा दाइले लैजान लाउनु भएको छ बाइक चाहिँ। अनि RX को लागि नयाँ टुटी बक्स पनि आइसकेको छ है।
सामानहरू चाहिँ यहाँ छ अनि अब चाहिँ सबै निकालेर फेरि फिट गर्न लाग्छ। हामीले यो बाइक पनि आज किनेछौँ गनो गोवानिटी। यो बाइक एकदम फाइन कन्डिसनमा छ है। इन्जिन चाहिँ एकदम स्मुथ छ है। यसको आवाजहरू पनि एकदम राम्रो छ। सो कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने हामीलाई खबर गर्न सक्नुहुन्छ। अब चाहिँ यहाँ रिस्टोरेसन प्रोसेस चल्दैछ है। क्यासेट चाहिँ फिट भइसकेको छ, पार्ट्सहरू यता छ। 14 को रिङ लगभग फिट हुन लागिसकेको छ है हाम्रो चाहिँ। हाम्रो आरएस रेडी हुन्छ के भन्नु सर 18 सट्टीपट्टी हो 18 को एपाचीसँग सट्टीपट्टी। यो बाइक त आरएक्स जी पो रहेछ है 135 पो रहेछ यार। अनि आज बाइकको चाहिँ यतिकोमा सकिएछ रिस्टोरेसन। अब चाहिँ सन्डेबाट फेरि सुरु हुनेछ।